ए म भने 10वटा सल्काइसक्ने आएर सल्का नि त सल्काउँदैछु त हेर्दै रासिया सल्काउ हे कति डराएको भन्यो खोइटले म सल्काउँछु ए सल्केन छ पो साले कहाँ त खोइले म सल्काउँछु यता यसरी सल्काउनु पर्छ हेर ओहो भाग 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 साथीहरू यदि तपाईँहरू पाथिभारा मातालाई सच्चा मनदेखि माया गर्नुहुन्छ भने भिडियोलाई एक लाइक गरी च्यानललाई सब्सक्राइब गर्नु होला कत्रो स्वरले पड्क्यो दामी ल सिसा फुट्यो जस्तो छ भागो ल यार बुढोले मार्छ यार ए कसरी थाहा पाउँछ र हामीले फुटाएको भनेर ती मुनतिर परेपछि हामीले त लाउँछ नि त हामीभन्दा बदमास को छ केटा सरले सोध्यो भने चुइक्क मुख नखोल्ने भन्दा छु कसैले मुख खोल्ला त्यहाँनिर कसले चाहिँ खोल्छ र म त खोल्दिनँ तिमीहरूले खोल्यो भने त कुन त म त खोल्दिनँ त्यही त म पनि खोल्दिनँ म त झन् खोल्दिनँ सुन केटा हो अर्को कुरो सर के पनि तपाईँको हालत त्यस्तो केही भएन कसले सिसा फुटाएको बम पड्काएर आज त्यसलाई कारवाही गर्न भनेर आएको मैले डिएम सरलाई भनिसकेको छु अब त्यसको ओ स्याबास सर यिनीहरूलाई त कारवाही गर्नुपर्छ यही क्लासबाट आवाज आएको छ अरे सर हामीले त गरे पनि होइन कसले गरे हो भरे मात्र थाहा हुन्छ सबैजना अफिसमा